खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले उत्पादनमा उपप्रमुख महाअभियान सुरु गर्दै 28 लाख कफीका बिरुवा रोपेर नगरलाई कफी हब बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ। 1 करोड बजेट सहित सुरु गरिएको यस अभियानले स्थानीयलाई स्वरोजगारमा जोड्दै माझो जमिनको सदुपयोग र आर्थिक रूपान्तरणको लक्ष्य लिएको छ। एक रिपोर्ट। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरवासीलाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको भूगोल र हावापानी कफी खेतीका लागि उपयुक्त भएको अध्ययनले देखाएको छ। यही सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले चालु आर्थिक वर्षका लागि 1 करोड रुपैयाँ बजेट विनियोजन गर्दै उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरेको हो। अभियान अन्तर्गत कफी खेतीको लागि प्रचुर सम्भावना रहेका वडाहरूको पहिचान गरी कृषकहरूलाई कफीको बिरुवा वितरण र प्राविधिक सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। जस अनुसार यो वर्ष नगरपालिकाभित्र 8 हेक्टर क्षेत्रफलमा 28 लाख कफीका बिरुवा रोप्ने तयारी गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले बताउनु भएको छ। उहाँका अनुसार यस महाअभियानले बाँझो जमिनको सदुपयोग गर्नेछ, स्थानीयको आय आर्जनमा वृद्धि गर्नेछ र वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै स्वरोजगारको अवसर सृजना गर्नेछ। कफी खेतीलाई व्यावसायिक रूपमा अघि बढाएर नगरलाई भविष्यमा कफी हबको रूपमा विकास गर्ने योजना बनाइएको उपप्रमुख राईले जानकारी दिनुभएको छ। नगरपालिकाको र समग्र यो देशकै सबैभन्दा ठुलो समस्या भनेको बेरोजगारी समस्या हो र बेरोजगारी समस्या हल गर्नको लागि हामीले हाम्रै जल जङ्गल र जमिनलाई चाहिँ उसको विशेषताको आधारमा कसरी उपयोग गर्ने यो एउटा। दोस्रो चाहिँ पुँजी निर्माण गर्ने र राष्ट्रिय आम्दानीलाई चाहिँ बढाउने र राष्ट्रिय अर्थतन्त्रलाई चाहिँ आत्मनिर्भर बनाउने दोस्रो। र तेस्रो चाहिँ सुशासन स्थापनाको लागि पनि हामीले रोजगारीहरू सिर्जना गर्नै पर्छ। हामीले उत्पादनलाई चाहिँ बढावा दिनै पर्छ र यी उद्देश्यहरूलाई पूर्णता दिनको लागि हामीले उत्पादनमा उपमेय महाअभियान सञ्चालन गरिराखेका छौँ। परम्परागत रूपमा वर्षौंदेखि कोदो, मकै र धानको खेती गर्दै आएका कृषकहरू व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका हुन्। नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाअभियानले आफूहरूलाई आत्मनिर्भर बनाउन र आर्थिक अवस्था सुधार्न कोसे ढुङ्गा साबित हुने कृषकहरूले विश्वास लिएका छन्। हाम्रो यो टोलमा एउटा हाम्रो चाहिँ कृषक समूह नै छ। त्यसमा हामीले सबै घरबाट चाहिँ कफीको बिरुवा चाहिँ यसपालि हाल्ने सल्लाह पनि भएको छ। ढिलो चाँडो यसले हामीलाई विदेश जानको लागि चाहिँ हौसला बढाउँछ जस्तो लाग्दैन मलाई। हामीले अलिकति दुःख गरियो भने र यो कफीको पकेट चाहिँ अहिले लगभग हरेक हामी सानो सानो छाप रोटलमा पनि हामी कफी नै खोज्छौँ। अहिले गाउँमा पनि अहिले कफी नै खान्छौँ क्या। अब हामीले यहाँ अलिअलि उत्पादन गरेर पनि अब प्र्याक्टिसै गरिसकेको छौँ हामीले खानको लागि पनि। हामीले चाहिँ त्यसलाई सुकाएर झाँतोमा पिसेर पनि त्यसलाई केलाएर त्यसको बिन्सलाई चाहिँ हामीले केलाएर पनि चाहिँ खाने प्रयास होइन हामीले खाइ पनि सक्यौँ। 9 जनाको समूह छ। अहिले मल लगाउने र खाल्टो खन्ने कामहरू भइरहेछ। यो हामीलाई यो नगरको सहयोगबाट हामीलाई यो कफी खेती चाहिँ अब प्रदान भएको छ। पहिलाको पुरानो बाली उब्जनी त्यति साह्रो नभएको हुनाले गर्दाखेरि अनि अब यो नयाँ किसिमले गरौँ। अब यो कफी खेती भयो, नगरले पनि सहयोग गर्नुभएको हुनाले गर्दाखेरि हामी खुसी छौँ। नगरपालिकाले बिरुवा वितरण गर्नु अघि नै कृषकहरूलाई प्राविधिक ज्ञान प्रदान गरिसकेको छ। सोही अनुसार अहिले कफी रोप्नका लागि कृषकहरूले गाउँ गाउँमा खाल्डा खन्ने कार्य धमाधम भइरहेको नगरपालिकाले जनाएको छ। कफी रोप्नका लागि कृषकहरूले देखाएको सक्रियताले उत्पादनमा उपप्रमुख महाअभियान सफल हुने संकेत देखाएको छ। नगरपालिकाले सञ्चालन गरेको उत्पादनमा उपप्रमुख महाअभियान अन्तर्गत कफीको बिरुवा उत्पादन गर्ने नर्सरीमा रोजगारी पाइएको स्थानीयहरूले बताएका छन्। रोजगारीका लागि शहर वा विदेश जानुपर्ने बाध्यता थियो। अहिले आफ्नै गाउँमा रोजगारी पाएको नेर्पाकी अञ्जना रिजाल र सोलमाकी निर्मला राईले बताउनु भएको छ। मलाई विदेश जानबाट रोकेको छ, अर्को यहीँ रोजगार भएको छ। अब धेरै नै अब यसमा काम गर्न थालेपछि धेरै नै फाइदा हुन्छ, किनकि अब आफ्नै गाउँमा लगेर बिरुवा रोप्नुहोस्, अब बाहिर नजानुहोस्, यही देशमा काम गर्नुपर्छ भनेर उहाँहरूलाई सम्झाउन पाएको छ। हामीलाई एकदम खुसी लागेको छ।
जोस् हामीले चाहिँ आफ्नै ठाउँमा आफ्नै गाउँमा चाहिँ रोजगार पाएको छौँ। हामीलाई नगर उपमेयरले दिलाउनु भएको छ। त्यसरी हामी यो कार्यक्रममा चाहिँ र यो काममा हामी खुसी छौँ। सबैजना गाउँघरका दिदीबहिनी महिलाहरू सबजना हामी एकदम खुसी छौँ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रमले बाँझो जमिनलाई हराभरा मात्र बनाउने छैन, यसले स्थानीय अर्थतन्त्रमा पनि ठूलो टेवा पुर्याउनेछ। जब पाखाहरूमा कफी फल्न थाल्नेछ तब नगरको पहिचान केवल एउटा पहाडी सहरमा मात्र सीमित रहने छैन, यो कफी हबको रूपमा चिनिनेछ।